हेलो नमस्ते सबैजना वेलकम ब्याक टु माई युट्युब च्यानल। आइयो सबैजना सन्चै हुनुहुन्छ होला। एन्ड म पनि एकदम सन्चै आराम छु हैन। आज चाहिँ मैले किन भ्लग गराएँ नि, आज हामीले चौडा छोपेको बिहान चौडालाई सर्पले खाइरहेको थियो। आज नयाँ उद्धार गरिदिएको चौडा चाहिँ यहाँ छ हैन। कहाँ पर्नमा कहाँ पर्छ? ए वहाँ छ। हाल बिहान सर्पले खाइरहेको थियो, अहिले बच्चा खान लाग्थ्यो छ्याप्यो खान लाग्थ्यो बच्चा चौडा घरकाले यही चौडा चाहिँ यता दुबो छ पानी राखेको। यो चाहिँ कालो के भन्नु होला, यसको कुखुराको उसो त्यहाँ सर्पले यसले खान्थ्यो खाएन मुसा होला ऊ हेर्न त्यहाँ के एक किम लागेको छ। हेर यहाँ बिरालो लाग्दाखेरि मुसा थियो बिरालोलाई बिरालोले चाहिँ उति खान्छ। उफ्रे त आज चाहिँ यहाँले के बनाउने भन्दा भलिबल ग्राउन्ड बनाउने हो। यता ढकानतिर नयाँ भलिबल ग्राउन्ड पोलसोल फाल्दै थियो के अरे, अब त्यसलाई रिपेयर गर्ने। यहाँ राखेको थियौँ हामीले चाहिँ, यहाँ राखेको अब यहाँ नराख्ने अरे यता राखेर। आज हाम्रो आमाको चाहिँ हिलो गर्ने हो, हिलो खेल्न आउनु होला। दामी मजा आउँछ हिलो खेल्न। कहाँ गयो त? अब एकछिन नानीलाई हेर्ने अरे, त्यहाँबाट ग्राउन्ड बनाउनु गइन्छ। त्यही हो अहिले भेटौँलाई। अब नास्ता खाने बेला कस्तो देखिरह सो गाइज होइन। म चाहिँ आमा घर नास्ता खाएर पनि नानीलाई हेरेर पनि नानीलाई हेल्पसँग छोडिदिएर पनि आइसकेँ। अनि आएँ मोबाइलको चार्ज भइएर यतिकै सुत्न लाग्थ्यो। बिस्तारा पनि त्यस्तो राख्यो, उता पनि त्यस्तो राख्यो, छोर्पी खायो। यहाँबाट अब बल खेल्न जानुपर्छ कि मतलब ग्राउन्ड बनाउन जानुपर्छ कि भन्ने भयो। दुध लिन जाने हो, फेरि एक छिटो गएर डोलु कहाँ राख्ने हो त्यही सोध्दै बसिरह्यो। यहाँ राखिदिन्छु। कहाँ भन्दा अलि देखिहाल्नुहुन्छ कि अब केटाहरूसँग गएर भेट्छु सिधै बाटोमा भेटौँ। म चाहिँ आज किन दुध लिन चाँडेको भने, अब बल खेलेर आउँदा त फेरि पर्छ नि त, उहाँ गएर आउने फेरि जाने त्यस्तो गर्दा पर्छ भनेर अनि यो लिएर त्यहीँ राख्छु। उहाँ केटाहरूले बनाउँदै रहेछन्, गाली खाने भन्छ क्या। एक दुईवटा सब्सक्राइबर भाइ नि छन् त्यहाँ। दाइ आज भ्लग गराउनु पऱ्यो, प्लिज आउनुहोस् न, ग्राउन्ड पनि बनाउँला भ्लग पनि बनाउँला भन्थ्यो एउटा भाइले। तिनले यो भिडियो हेर्छन्, कहिले आउँछ यो चाहिँ मङ्गलबारको हो। तपाईँहरूसँग भिडियो कहिले आउँछ थाहा छैन होइन। हाम्रो परीक्षा चाहिँ आउनु भएन, 3 दिन छ क्या, शुक्रबार हुन्छ। यस्तो धमिलानीमा पौडी खेलिरहन् ठेला आउँछ र अझ बस्नै सकिन्न पानी नआएको त। यस्तो गर्मी छ यहाँबाट। अब यताउति हिँड्न पऱ्यो, ज्यान तान्न पऱ्यो होइन। जति लुरी भयो नि दम चाहिन्छ कि बोइल ल्याउनुपर्छ। म किन लुरी भएको थाहा, धेरै खान्छु तर धेरै हिँडेर हो कि। अब हिँड्न पऱ्यो नि त, ननिखेरि मरिन्छ घरमा मात्र बसेर। पङ्खाले पनि तातो हावा दिन्छ, त्यही भएर पङ्खा चलाउनु मन लाग्दैन। क्यामेरा चाहिँ अलि ढिलो आएछ। त्यही हो
लगाइदिउँ बाबा छोटे रहन केटाहरू काम जा छिल्लेर आइज त छिट खेल्न पाइन्छ मेहनत गर्दैछ तिर्लिया त के भयो त्यस्तै राखिरह देखिने चाहिँ केसीको यस्तै त राख्ने यिनीहरूलाई भोलो गर्ने आइडिया थाहा छैन नदेखा मन थाहा ब्लग गर्ने आइडिया त म पनि युट्युब बनाउने गाइस एमटिभी भर्सेसले सब्स्क्राइब गरिदिनु होला अब भोलि गाइस अब यहाँ बिबे उसले भनिले गइसक्यो नि रोसी जोड्छ खेलिन्छ ल हाम्रो गाईले गइरहनु हाम्रो यहाँ युट्युबर हुन्छ दुईटा यहाँ कसैले खाले बेसी गयो तलतिर रामै जल्लै जङ्गलले ल गाइस ठ्याक्क बेलामा मैले ठ्याक्क बसिरहँ अब गाइस सकिन्छ ल गाइस अब यहाँ हुन्छ हाम्रो केशव दाई केशव दाईले गइरहने हो तैँले उसलाई उचाल क्या सुबेला युज गरिबुढी हुन्छ हुन्न त यहाँ बिहा बिबे सघाउमा दिनु मन त अब ठ्याक्क पारामा मैले पिसा बन्नु गाइस अब गाइस ठ्याक्क पारामा गाइस सानो यत्रो भइसक्यो एमटिभी के सब्सक्राइब टु लाइक गर्नु होला मेरो एमटिभी भर्सेसलाई सब्सक्राइब गर्नु होला हाम्रो यहाँ हुन्छ नेट बानेर खेल्ने पागललाई देख न सकियो नि पागललाई सकियो निको जिग्रीबाट यत्रो अल्को फल छ आज 9 बजिसकेछ म सटाने खतरा गराएको गाइस भ्यू कता भ्यू के बोल्छ ओए भाइ कता कहाँ यस्तो लाग्यो ए यस्तो लाग्यो त सटानै सकिन्छ त्यो मान्छे कटेको त हुन्न यार यत्रो ए सकिन्न एक्टर त मैले म त पुरै राख्दिन मुनिया डाल्ने त्यो कहाँ त्यो त गाउँ तर सुन्दरमा धेरै फरक छ नेट मुनियाडा हैन हान्दे नेट भनेको चाहिँ खतरा है त नेटमा कि यो हार 5000 परेन रे यसलाई नहीं उता रोनाल्डोको मिजी हुनुहुन्छ हैन ल हाम्रो केजीको मार्सल रामे काम छैन उही काम नभएको त्यस्तै ढिल जान्छन् अलि अग्लो थाले के चर्यो होला न भेउताले भयो ल यता इति पनि आयो अनि म छोदान बसेँ ए खर्चा अगर सुन्दर लाग्छ मेरो पालो ओका उस गारे दिशा दुईटा दोब्रो दोब्रो है त्यहाँ चाहिँ काका दिरो दिरो भयो ओइ माथि ओइ लास्टको विषय
जुदी माथमा ये भगवान क्या जुलुम है 6-7 7 क्विक 7 बराबर और सके 8 भरा गसब भागी कम्पिटिसन हुँदै म त लास्टमा भागेको लास्टिङमा छु के हालेको पैसा तिमीलाई लागेको पैसा त सर ओके रोशन नम्बर 2 पा भरत आउँ यहाँ आजलाई यति नै तपाईलाई आज भिडियो कस्तो लाग्यो मन बनाएर लाइक गरिदिनु होला शेयर सब्स्क्राइब तपाईले मेरो चाहिँ कमेन्ट हान्न मिल्दैन आडा कमेन्ट हानिदिनुहुन्छ नहानिदिनुहुन्छ मिल्ने भए हान्नु नभए नहान्नु बाइ बाइ टेक केयर